भैँसीको खोला आइपुग्यो राम्रो सही गेट निर्माण हुँदैछ यो चाहिँ बिस्तारै बिस्तारै सुरु खास गरी भैँसी नाम किन राखेको है राजकुमार सर खास गरी पहिला भैँसी काटेको हो भैँसी काटेको हो धेरै भैँसी ल्याउन दिँदैन है बाटो त डेन्जर छ यत्रो हाइड्रो पावर भएर पनि यत्रो हाइड्रो पावर हाम्रो यात्रा त आज जबसम्म हो ठोकिहाल्नु खाइदिने डङ्गा आयो यो चाहिँ हामी त्यो एनएसको 400 को यसमा ट्रिपल रोड छ त्यही भएर साइलेन्स ठोक्या छ खासै अब म ओडा त त्यो उता बिच गर्छु केही छैन अहिलेको लागि यति नै छ बाटो अलिक सरकारमा मेरो हजरामा छँदै छ पिएम भएर बसिरहेको मेरो बाजेदेखिको समाचार बजार जलाइहाल्यो केटाहरूले यसमा दुःखमा नानी अब सुखमा नानी केही छैन त्यस्तो अफर दिने मान्छे त आयो घुम्नु पनि जहिले भने लामो लाग्यो पटेर बाँध्ने क्या पारितिर धर्नै जानु हाम्रो त्यो पारितिर पनि जाने बाटो भन्दैछ बाटोको अवस्था यस्तै के गर्नु हो साथीहरू उसको छ त नि 30जना पुगिसक्यो 30जना पुगिसक्यो तेरो पनि धेरै पुगिसक्यो भाइ तेरो कति छ भन्दा होला आउन हो त भन्न बनाउने मान्छे चाहिँ नआएर मात्रै हो पछि तँलाई डक्छु क्या मैले चित्रनगरमा राजकुमार आइफोन तँसँग त आइफोनै बस्दैन नि अब देखाउनुलाई बोल्नु अब तँलाई अहिले फोन गरेर गर्छु मान्छे ल मिस कल गरेर गर्छु